खसुर काट्नलाई खसुरको रुखमा अनि सजिलै चढ्न सक्नुहुन्छ त त्यो आफूलाई त्यो सामान्य ठाउँ र टेक्ने ठाउँ छ भने म त फेरि चढ्छ अलिअलि खाएर जाने खायो भने चाहिँ चढ्छ एक कप चाहिँ खानै पर्यो कहाँ एक कप या बोतल खान्छ मान्छे बिहान बिहान उठ्यो बिहान 3 फेर रसेन्दा मैले एक बोतल खानु सबै भन्छ त्यस्तो रोटी खाएर कसरी घाँस काट्छ धेरै घाँस बिसा पनि म खायो अरे बाख्रा काटो आफूले खाना काट्छु हजुर म त्यस्तो हेर रोटीले म त गाईलाई पनि खस्रो नै हाल्नुहुन्छ कि बाख्रालाई मात्रै खस्रो हाल्दैछ नि अहिले ढाँचे बाख्रा गाईलाई दुइटैलाई हाल्नुहुन्छ अहिले दौ काटेर अहिले त्यो भिज्यो भने त्यहाँ 2-3 बेला यहाँ छ अहिले नै उपर लिएर आएको छ अहिले कुटिया फेरि झारे आउनु ए हजुर हजुर काट्नु त काटेको छ घाँस त ढिलो भयो त्यो हिलो घाँस खाँदैन नि अहिले गएर त लानु पर्यो त्यो पत्कर सोरेर राख्नु भएको छ त्यो गोठमा तपाईँले हो त्यो गर्नुभएको त्यहाँ हुनुहुन्छ र नि यहाँ लाँदै त्यो हिलो बक्समा हाल्नुपर्ने हिलो बक्समा हाल्नुपर्ने र अनि फेरि यहाँ हिलो भयो मल तान्नु सकेन भनेर अनि ऊ तल 2 दिन तल भने रात पनि पानी दिन पनि पानी अनि हिजो त पनि बन हिजो पानी आयो फेरि राति आज त दिन साथी राति उलिहाल्छ के ढुक्क हुन्छ मलाई बाँधी साथी त्यही तपाईँले पानीले मार्गस्त माऱ्यो भने के फेरि लाग्ने त्यो पत्कर चाहिँ कति निकै दिन लाएर सोर्नु भयो होला बटुल्नु भयो होला अब मैले चाहिँ ओसार्यो अनि एकजना चाहिँ तान्थ्यो भने 2-3 दिन तानेको थियो 2-3 दिन त्यहाँ पनि देवरले पनि कुखुरा पालेको छ कि कुखुरालाई लगेर हाल्नु है मेरो कुखुरामा हाल्नुपर्ने बाख्रामा हाल्नुपर्ने गाईलाई पनि हाल्नुपर्ने सबै गइसक्यो पहिला त माछाहरू आउँदै राखिदिन्थ्यो मलाई त्यहाँ तानेर गोठ भरेर राख्थ्यो अहिले मान्छेहरू आएन अनि बाट बाइकमा आउने बाइकमा आएपछि त यहाँ बाइक राखिदिन्छ 3 फेर 4 फेर पत्कर ल्याउँदै अनि बेलुका त दुध भएर जान्थ्यो दही लगेर जान्थ्यो के अहिले त दुनाम छैन परे त आउँदै आएन के छ पसल छ माइलो छोराको वा माइलाको चाहिँ अलिअलि रक्सी बेच्दैछ अनि नानीहरू पढाउने गर्ने छ जेठा छोराको चाहिँ कुखुरा पसल छ अनि जेठी छोरीको चाहिँ मेल छ अनि त्यहाँ खाने मान्छे आउँछ के त्यस्तै पाहुना पात आउनेलाई दिने खाने बस्छ नानीहरू पढाउने के हो त्यो छ अनि त्यस्तो गरेर 3 भाइ तल छ कान्छा छोरा काठमाडौँ छ अनि अहिले कान्छा देवरको छोरा पनि काठमाडौँ छ छोरी पनि काठमाडौँ छ मेरो कान्छा छोरासँग अनि मेरो माइ कान्छी छोरी कान्छी बुहारी पनि अहिले विदेशै गएको छ ए हजुर हजुर 40 लाखमा पो गएको छ हौ के गरी तिर्ने ए 40 लाख तिरेर विदेश जानु भएको कुन देश जानु भएको कहाँ पुगेको छ त्यो सिस्टर काम हो कि ए हजुर हजुर त्यसमा कान्छी बुहारी त्यसमा गएको छ ए कान्छी छोरी अब 9 लाखमा गएको ए हजुर